यो लाइन अलि बिगारेर खत्तम भइहाल्यो डाङ्ग्री हो चल डाङ्ग्री हान्नु पर्यो एक दुईवटा यसो आउनु भाइ यस्तो मिठो बनाएर राख्देऊ कि मिठै बनाउन खोज्दैछु बनाउनु त ब्रेक लागेन भने पो ब्रेक लाग्छ अलि घाम हुन्छ फेरि पानी पराउने बाजा चाहिँ बजाउँदै है बाजा बजाएर हिँडेछन् यता रोकेर बसेर त्यो अगाडि चाहिँ गएर यसो नछाउनु है फेरि उनीहरू रोक्यो भने नि अलिक परै बस्नु आउनु लाइन लागेर लाइन भएन लाइन लगाएर लाइन लगाएर लाइन बिग्रियो लाइन लगाएर हिँड्नु न पहिलो दियाली भने जस्तो हुँदैन मिल्दै जान्छ एकदम लाइन लागेर सरलको बिस्तारै हिँड्नु न पहिलोचोटि हो अब अलिअलि त यताउति भइहाल्छ नि गाडीघर मूलघर खासै यो अनुभव यतैबाट चाहिँ भाइरल हुनुहुन्छ भिडियोमा ए हुनुहुन्न तपाईँ भाइरल लाइभ एकदम लाइभ किन फेरि आधी छुटेको हो छुटिन भने फेरि त्यो एकचोटि निभेपछि नपाल्नु क्या उनी तल गएर पाल्नु
बिगारै बिगारे जस्तो यो दमैले ताल बिगार्ने यता अरूले चाल बिगार्ने भइरहेको छ। लाइन लागेर है एकदम लाइन बन्द। हाम्रोमा त के लस्कर लागेपछि एकदम दामी जस्तै फोटो खै म त हिँडेँ भन। लाइन लागेर हिँड्नु है, लाइन लागेर। त्यहाँ अगाडि लाइन बिग्रे। मैले हुँदैन रे बेच्न आफ्नो चोली बोक्ने मान्छे पनि अगाडि पछाडि हिँड्छ नि। सानोमा यता फर्क। त्यही गर्नु त्यही त्यही। यो कति अठाउनु दुईटा अनि अरू कहाँ अठाउनु।
सरासरी त्यो अगाडि बाजा साजा अलिक सरासरी गए पनि हुन्थ्यो ए त्यहाँ अगाडि अलिक हिँड्नु भन्न जा अलिक छिटो अलिअलि त लडिहाल्छौँ नि स्कुलमा लाइनमा हिँड्नु है लाइनमा अनि पछाडि तपाईँले चाहिँ के गरेको यो त भत्ताभुङ्गै भयो त अनि अहिले जाँदा चाहिँ एकदम सिधा भएर जाने है हेर्दा पनि अलिक चटक्क एकदम दामी होस् काँचा लडाउला नि बोकाले जुत्ता लाएर हिँडेछन् अहिले डाङ्ग्रेहरूले मार्छन् मार होइन अब अहिले उ गर्छन् नि त सबै रीतिथिति त सरकारले त सके बेल्टहरू लाउनु भएन छालाको डाङ्ग्रे बोलायो बोले डाङ्ग्रेलाई त छँदैछ के लाउनु त